Hello everyone, welcome to Class 12 Re-Exam Series 2083 and this is our day 8 र आजबाट चाहिँ हामी क्याश फ्लो स्टेटमेन्टको क्वेसन्सहरू सल्भ गर्न जाँदैछौँ र यो भिडियोमा मैले क्याश फ्लो स्टेटमेन्टको डाइरेक्ट मेथड युज गरेर दुईटा क्वेसन तपाईलाई सल्भ गरेर देखाउने छु तर हाम्रो यो भिडियो चाहिँ फर्मेट रिलेटेड रहने छैन सो यदि हजुरहरूलाई क्याश फ्लो स्टेटमेन्टको कन्सेप्ट अथवा फर्मेटमा समस्या छ हैन अझै पनि फर्मेटमा डाउट छ भने पहिला हाम्रो जुन च्यानलमा कन्सेप्चुअल भिडियो अपलोडेड छ त्यसलाई गएर हेर्नु होला म लिंक पनि हाम्रो डिस्क्रिप्सन बक्समा राखिदिने छु त्यो हजुरहरूले त्यो भिडियो पहिला हेरेर बल्ल यो भिडियोमा आउनु होला तपाईलाई न्यूमेरिकल सल्भ गर्न सजिलो हुनेछ सो अब ढिला नगरिकन वी विल डाइरेक्टली गो टु द क्वेसन सो आजको यो क्वेसन चाहिँ हामीले पेज नम्बर ओल्ड इज गोल्ड सल्युसन है यो ओल्ड इज गोल्ड बुक अस्मिता पब्लिकेसनको पेज नम्बर 210 बाट लिएको क्वेसन एन्ड क्वेसन नम्बर 33 अब बुक छ भने हजुरहरू अस्मिता पब्लिकेसनको 2083 पब्लिकेसनको हैन 210 नम्बर पेजमा गएर हेर्नु होला अब यदि बुक छैन भने यो क्वेसन जुन मैले स्क्रिनमा देखाएको छु यसैलाई हेरेर म सँगसँगै तपाईले क्वेसन सल्भ गर्न पनि सक्नुहुनेछ ल अब हेर्नुस् त दिस इज हाउ द क्वेसन लुक्स लाइक अब क्याश फ्लो स्टेटमेन्टमा हामीलाई जहिले पनि एउटा ब्यालेन्स सिट दिएको हुन्छ किनकि हामीले डाटा कम्प्यारिजन गर्नुपर्ने हुन्छ अनि यो तल्ला चाहिँ हामीलाई एडिशनल इन्फर्मेसन्सहरु दिएको हुन्छ सो अब एसेट र लायबिलिटीको कुरा चाहिँ हामीलाई माथि यो ब्यालेन्स सिटमा दिएको हुन्छ अनि एक्सपेन्सेस र इन्कम हैन अरु जति पनि हाम्रो एक्स्ट्रा आइटम्सहरु छ त्यो सबै हामीलाई कता दिन्छ यो जुन छ नि अदर एक्टिभिटीज अफ इयर 2 भनेर यो चाहिँ हाम्रो एडिशनल इन्फर्मेसन्स हामीलाई दिएको हैन सो अब तपाईले रिक्वायर्डमा हेर्नुस् त ल क्याश फ्लो स्टेटमेन्ट भनेछ हामीलाई 8 मार्क्समा आउने यो चाहिँ ग्रुप सी मा आउने क्वेसन हो क्वेसन नम्बर 21 मा यो तपाईलाई सोधिन्छ है ल अब यो क्याश फ्लो स्टेटमेन्ट भनेर मैले फर्मेट बनाए अनि यहाँ अन्डर डाइरेक्ट मेथड लेखेछु अब क्याश फ्लो स्टेटमेन्टमा हाम्रो जुन तीनटा एक्टिभिटीज हुन्छ नि एउटा अपरेटिङ सेकेन्डमा हाम्रो इन्भेस्टिङ एक्टिभिटी आउँछ अनि थर्डमा हाम्रो फाइनान्सिङ एक्टिभिटी आउँछ सो सबैभन्दा पहिला हामीले यहाँ ए लेखे हैन ए बाट सुरु गर्नु पर्यो सो ए मा हाम्रो कुन खालको एक्टिभिटी आउँदो रहेछ पहिला क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटी आउँछ सो मैले अपरेटिङ एक्टिभिटी भनेर यहाँ लेखे सो क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटी अनि यसलाई त तपाईले एक्जाममा अलि प्रेजेन्टेबल बनाउन यसलाई अन्डरलाइन गरेर यसरी शो गरिदिनु होला है क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटी अब यो क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटीमा हाम्रो जम्मा टोटल आउने 5 वटा हेडिङ छ हैन 5 वटा सब हेडिङ तर कहिले कहिले रिक्वायरमेन्ट अनुसार फेरि यो हेडिङहरु अलिकति अझै थपिनु पनि सक्छ तर हामीलाई मेजर एक्जाममा आउने भनेको 5 वटा हेडिङ्स हो जसमा हाम्रो सबैभन्दा पहिला यहाँ नम्बर 1 लेखे मैले सो हाम्रो फर्स्ट नम्बरमा आउने के रहेछ क्याश सेल्स को कुरा पहिला आउँछ है क्याश सेल्स एन्ड कलेक्सन फ्रम डेब्टर्स भनेर लेखे क्याश सेल्स एन्ड कलेक्सन फ्रम डेब्टर्स सो डेब्टर्स भनेको हाम्रो कस्टमर्सहरु हैन सो यो पहिलो हेडिङमा क्याश सेल्स एन्ड कलेक्सन फ्रम डेब्टर अब यो जुन पहिलो हेडिङ छ नि यसमा मैले दुईटा कुराको मात्र एन्ट्री गर्छु पहिलो एन्ट्री मेरो हुनेछ सेल्स को अनि सेकेन्ड एन्ट्री हुनेछ मेरो डेब्टर्स को सो पहिलो एन्ट्री सेल्स को अनि सेकेन्ड एन्ट्री चाहिँ हाम्रो डेब्टर्स को यसरी तपाईले याद गर्नुपर्छ ल हेर्नुस् त अब सबैभन्दा पहिला मलाई के चाहियो सेल्स चाहियो अब सेल्स खोज्न म कता जान्छु म क्वेसनमा जानु पर्यो नि त अब क्वेसनमा तपाईले हेर्नु भयो भने एउटा ब्यालेन्स शीट दिएछ अनि अर्को चाहिँ तपाईलाई तल एडिशनल दिएको छ अब सेल्स भनेको त हाम्रो इन्कम हो आम्दानी हो सो आम्दानीको कुरा त ब्यालेन्स शीटमा हुँदैन नि त कता हुने भयो एडिशनलमा हुन्छ सो तल एडिशनलमा गएर चेक गर्नुस् त ल तपाईले यहाँ सेल्स रेभेन्यू भनेर डाइरेक्ट हामीलाई कति दिएछ 8,40,000 अब यहाँ एउटा कुरा चाहिँ तपाईले के बुझ्नु पर्छ कहिले कहिले क्वेसनमा हामीलाई झुकाउनको लागि हैन क्याश सेल्स यति क्रेडिट सेल्स यति भनेर पनि दिएको हुन सक्छ सो तपाईले क्याश फ्लो स्टेटमेन्टमा सेल्स रेभेन्यू रेकर्ड गर्दा यो चाहिँ के हो दुवै क्याश प्लस क्रेडिट हो भनेर तपाईले सम्झिनु पर्छ सो क्याश र क्रेडिट दुवैलाई जोडेर तपाईले सेल्स रेभेन्यूको एन्ट्री गर्नुपर्छ ल अब यो क्वेसनमा त हामीलाई त्यसरी छुटाएर दिएको छैन डाइरेक्ट सेल्स रेभेन्यू भनेर कति दिएछ
8,40,000 सो यो 8,40,000 को एन्ट्री मैले यहाँ गर्नु पर्यो सो यहाँ गर पहिलो आइटम लेखेँ है मैले यहाँ मैले यसरी हाइलाइट पनि गरिदिएँ सो फर्स्ट आइटम वी राइट इज सेल्स रेभेन्यू ल अब हेर्नुहोस् त कति रे सेल्स रेभेन्यूको भ्याल्यु 8,40,000 सो क्याश फ्लो स्टेटमेन्ट बनाउँदा हाम्रो मेजर फोकस चाहिँ केमा हुनुपर्छ क्याशमा हुनुपर्छ पैसा आयो भने क्याश इनफ्लो हैन इट इज अ प्लस अनि हाम्रो कम्पनीबाट पैसा बाहिर जाँदैछ भने इट इज अ क्याश आउटफ्लो त्यसलाई चाहिँ हामीले के गर्नुपर्छ माइनस गर्नुपर्छ सो पैसा आयो भने प्लस गर्नुहोस् अनि पैसा गयो भने के गर्नु माइनस गर्नु अनि हामी चाहिँ जहिले पनि कम्पनी बनेरै क्वेसन्सहरू सल्भ गर्नुपर्छ ल अब यसमा हेर्नुहोस् त सेल्स रेभेन्यू भनेको हामीले सामान बेचेर कमाएको रेभेन्यू हो नि त हाम्रो आम्दानी हो सो सेल्समा हाम्रो पैसा आउँछ कि जान्छ आउँछ हैन इट इज अ इनफ्लो त्यही भएर मैले यसलाई पोजिटिभ भ्याल्यु भनेर यसलाई यसरी मैले छोडिदिएँ इट इज अ पोजिटिभ भ्याल्यु अब सेल्सको कुरा भयो अब सेकेन्डमा मेरो यसमा के को कुरा गर्नु पर्दो रहेछ मैले डेप्टर्स अब डेप्टर्स र रिसिभेबल जसरी पनि क्वेसनमा आउन सक्छ डेप्टर्स आयो भने डेप्टर्सको एन्ट्री गर्नु पर्यो रिसिभेबल आयो भने रिसिभेबल अब दुवै तपाईलाई क्वेसनमा दिएछ भने तपाईले दुवैको एन्ट्री गर्नुपर्छ अब क्वेसनमा हेरौँ त ल डेप्टर्स र रिसिभेबल खोज्नुपर्छ है तपाईले अब डेप्टर्स भनेको त हाम्रो कस्टमर्स हो कस्टमर्सको कुरा ब्यालेन्स सिटमा हुन्छ कि एडिसनलमा हुन्छ भन्दा ब्यालेन्स सिटमा हुने भयो हैन अब ब्यालेन्स सिटमा हेर्नुस् त ल Do you see any debtors? ल यहाँ डेप्टर्स भनेर दिएछ ल डेप्टर्सको भ्याल्यु तपाईले हेर्नु भयो भने यो इयर 1 भनेको हाम्रो पहिलो वर्ष हैन इयर 2 भनेको हाम्रो दोस्रो वर्ष सो हामीले जहिले पनि इयर 1 र इयर 2 लाई के गर्नु पर्यो कम्प्यारिजन गर्नु पर्यो ल हेर्नुस् त अब डेप्टरको भ्याल्यु पहिलो वर्षमा कति रहेछ 2,52,000 दिएछ अनि सेकेन्ड इयरमा हाम्रो कति दिएछ हेर्नुस् त ल 2,04,000 सो यो दुईटा डाटा कम्प्यारिजन गर्दा यो इन्क्रिज भएको छ कि डिक्रिज भएको छ हेर्नुस् त ल हैन यो त के भछ घटेको छ नि त हाम्रो 2,52,000 बाट कति भएछ 2,04,000 सो घट्यो कति हजारले घट्यो दुईटाको डिफरेन्सलाई लिनुपर्छ है तपाईले यसको रेकर्डिङ हैन यसको रेकर्डिङ हैन जहिले पनि तपाईले यो दुईटाको डिफरेन्सलाई लिनुपर्छ सो 2,52,000 मा 2,04,000 माइनस गर्दा हाम्रो कति आउँदो रहेछ 48,000 सो यहाँ गएर मैले लेखे लेख्नुस् त अब सो इन्क्रिज भएको रहेछ कि डिक्रिज भएको रहेछ भन्दा घटेको रहेछ सो घट्यो भने मैले यहाँ लेख्छु डिक्रिज इन डेटर्स सो डिक्रिज इन डेटर्स सो व्हाट इज द डिफरेन्स 48,000 अब यहाँ हेर्नुस् त अब यो जुन हाम्रो ब्यालेन्स सिटमा हामीलाई एसेट र लायबिलिटीको कुरा दिएछ नि हैन अब तपाईले फर्म्याटको भिडियो हेर्नु भएको छ भने तपाईलाई चाहिँ पक्कै पनि रुल थाहा होला अब यदि फेरि पनि म रिकल गर्दिन्छु यो एसेट जुन छ नि एसेटसँग हाम्रो क्याशको रिलेसन हेर्नुपर्छ कि हामीले के बनाउँदैछौँ हेर्नुस् त ल क्याश फ्लो स्टेटमेन्ट सो क्याश फ्लो स्टेटमेन्टमा हामीले के को मुभमेन्टलाई रेकर्ड गर्ने क्याशको मुभमेन्टलाई पैसा आयो कि पैसा गयो सो मैले यो एसेट र लायबिलिटीको रिलेसन हाम्रो क्याशसँग हेर्नुपर्छ कि सो यो जुन मेरो एसेट साइड छ नि एसेटको जहिले पनि क्याशसँग कस्तो खालको रिलेसन हुन्छ भन्दा नेगेटिभ रिलेसन हुन्छ नेगेटिभ रिलेसन भनेको एसेट बढ्यो भने क्याश घट्ने भयो अनि एसेट घट्यो भने हाम्रो क्याश के हुने भयो बढ्ने भयो नेगेटिभ उल्टो रिलेसन हुन्छ अनि यो जुन अर्को साइड तपाईले देख्नुभछ लायबिलिटीसँग क्याशको जहिले पनि कस्तो खालको रिलेसन हुन्छ पोजिटिभ भनेको सुल्टो रिलेसन हुँदो रहेछ लायबिलिटी बढे क्याश पनि बढ्दो रहेछ अनि लायबिलिटी घट्यो भने हाम्रो क्याश पनि घट्दो रहेछ हैन सो यसरी तपाईले बुझ्नु पर्यो एसेटसँग उल्टो रिलेसन अनि लायबिलिटीसँग सुल्टो रिलेसन हुँदो रहेछ अब लजिक चाहिँ तपाईले त्यो कन्सेप्चुअल भिडियो जुन छ त्यसमा गएर हेर्नु होला अब यो चाहिँ हाम्रो फेरि भिडियो सारै लामो हुन जान्छ मैले यो सबै कुरा एक्सप्लेन गर्यो भने सो न्यूमेरिकल गर्दा तपाईले सम्झिनु पर्ने क्याशको एसेटसँग उल्टो रिलेसन अनि लायबिलिटीसँग चाहिँ कस्तो रिलेसन हुँदो रहेछ पोजिटिभ रिलेसन ल अहिले चाहिँ मैले के को एन्ट्री गर्दैछु हेर्नुस् त ल डेप्टर्सको डेप्टर्स भनेको मेरो कुन साइडमा छ हेर्नु ल एसेट साइडमा सो एसेटसँग क्याशको रिलेसन कस्तो हुँदो रहेछ डेप्टर्ससँग नेगेटिभ हुँदो रहेछ नि त त्यही भएर हैन एसेट बढ्यो भने क्याश घट्दो रहेछ तर यहाँ हेर्नुस् त ल डेप्टर बढेको छ कि घटेको छ सो डेप्टर्स घट्नु भनेको मेरो
क्यास के हुनु रहेछ, क्यास चाहिँ बढ्नु रहेछ, यसले इनफ्लो देखाउँछ, सो इट इज अल्सो अ पोजिटिभ भ्याल्यु। ल अब होइन, यो जुन मेरो पहिलो हेडिङ छ नि यसमा दुईटै आइटम आउँछ भन्थेँ नि त मैले, एउटा सेल्स आयो, एउटा डेप्टर्स आयो। अब यसपछि तपाईँले यसलाई के गरिदिनुहोस्, जोडिदिनुहोस्। ल कति छ हाम्रो 8,40,000 र 48,000 जोड्नु भयो भने हाम्रो ठ्याक्कै आउँदो रहेछ 8,88,000। यसको एन्ट्री चाहिँ तपाईँले बाहिर लगेर गरिदिनु पर्यो। अब यो 1 नम्बर पछि 2 नम्बरमा क्यास सेल्स पछि हाम्रो अर्को हेडिङ आउने एउटा क्यास पर्चेज एन्ड अब अघि हामीले कलेक्सन फ्रम डेप्टर्स भनेको थियो नि त, अब के गर्नुपर्छ, पेमेन्ट टु क्रेडिटर्स भन्नुपर्छ। सो यहाँ लेखेँ मैले क्यास पर्चेज एन्ड पेमेन्ट टु क्रेडिटर्स। अब फेरि अलिक प्रेजेन्टेबल देखाउन पेन्सिलले यसरी अन्डरलाइन गरिदिनुहोस्। अब यहाँ यो पर्चेज एन्ड पेमेन्ट टु क्रेडिटरमा हाम्रो तीनटा कुरा मात्र आउँछ, सम्झिनुपर्छ है तपाईँले। तीनटा कुरा भनेको एउटा कस्ट अफ गुड सोल्ड आउँछ, त्यसपछि हामीले यसमा इन्भेन्ट्रीको कुरा गर्छौँ, अनि त्यसपछि हामीले के को कुरा गर्नुपर्छ, क्रेडिटर्स र पेबलको कुरा गर्नुपर्छ। सो सबैभन्दा पहिला हामीलाई के चाहिँदो रहेछ, कस्ट अफ गुड सोल्ड। कस्ट अफ गुड सोल्ड भनेको हाम्रो सामान बेच्ने बेलामा लागेको खर्च हो नि त। सो खर्च भयो भने मैले ब्यालेन्स सिटमा खोज्ने कि एडिसनलमा खोज्ने, ल भन्नुहोस् त। एडिसनलमा हेर्नु पर्यो। ल एडिसनलमा गएर हेर्नुभयो भने यहाँ कस्ट अफ गुड सोल्ड भनेर हामीलाई कति दिएको छ, 5,28,000। सो यसको एन्ट्री तपाईँले यहाँ गर्नु पर्यो। सो यहाँ गएर मैले लेखेँ कस्ट अफ गुड सोल्ड, यसलाई हामीले सर्टमा COGS पनि भन्छ, तर एक्जाममा तपाईँले सर्ट होइन फुल फर्ममै लेख्नुपर्छ। कस्ट अफ गुड सोल्ड कति रे हाम्रो 5,28,000। तर हेर्नुहोस् त यो कस्ट भनेको त हाम्रो खर्च हो, खर्चले क्यास इनफ्लो देखाउँछ कि क्यास आउटफ्लो देखाउँछ। खर्च भनेको त पैसा आउनु कि जानु, त्यही भएर यसलाई चाहिँ मैले केमा राखिदिनुपर्छ, यसरी ब्राकेटमा राखेर देखाउनुपर्छ। अब कस्ट अफ गुड सोल्ड पछि हाम्रो अर्को आइटम यसमा के आउँदो रहेछ, स्टक, अथवा यसलाई हामीले इन्भेन्ट्री पनि भन्छ। अब फेरि तपाईँ क्वेसनमा जानु पर्यो, अनि कता हेर्नुपर्छ, ल भन्नुहोस् त। स्टक त हाम्रो एसेट हो नि त। सो एसेट हो भने तपाईँ ब्यालेन्स सिटको कुन साइडमा जानु पर्यो, एसेटमा। अब एसेटमा गएर हेर्नुहोस् त, ल स्टक भनेर हामीलाई दिएछ, र यहाँ दिएको छ, यो स्टकलाई मैले टिक लगाएँ। ल कति रे फर्स्ट इयरमा भ्याल्यु हेर्नुहोस् त, ल 48,000 छ। त्यसपछि हाम्रो सेकेन्ड इयरमा कति भएछ भ्याल्यु, 96,000। सो बढेछ कि घटेछ भन्दा यो त बढेको रहेछ नि त। सो स्टकको भ्याल्यु के भएछ, बढे रहेछ, इन्क्रिज कि डिक्रिज, इन्क्रिज भए रहेछ। अब भन्नुहोस् त, स्टक भनेको एसेट, एसेटसँग कस्तो रिलेसन हुन्छ अरे हाम्रो क्यासको, नेगेटिभ रिलेसन। सो स्टक बढ्यो भने क्यास के भयो भनेर बुझ्नु पर्यो तपाईँले, उल्टो रिलेसन हुन्छ। सो क्यास के भयो, हाम्रो घट्यो। सो यहाँ तपाईँले फर्मेटमा गएर अब इन्क्रिज कि डिक्रिज रे हाम्रो इन्क्रिज भयो। सो यहाँ इन्क्रिज इन स्टक भनेर राखेँ। दुईटाको डिफ्रेन्स लिनुपर्छ है, 48,000 र 96,000 को डिफ्रेन्स भनेको ठ्याक्कै कति हो, 48,000। सो यसले पैसा आयो कि गयो भनेछ, एसेटसँग उल्टो रिलेसन होइन। सो एसेट बढ्नु भनेको पैसा के हुनु, जानु। सो यसलाई पनि मैले केमा राखेँ, माइनस अथवा ब्राकेटमा राखेँ। ब्राकेटमा राख्नु भनेको पैसा गयो भनेर यसले सिग्निफाई गर्दैछ भनेर बुझ्नुपर्छ। ल अब मैले के भने तपाईँलाई, यसमा चाहिँ हाम्रो तीनटा एन्ट्री आउँदो रहेछ होइन, एउटा कस्ट अफ गुड सोल्ड, एउटा इन्क्रिज इन स्टक। अब अर्को चाहिँ तपाईँले के को कुरा गर्नुपर्छ, यो हेर्नुहोस् त, क्रेडिटर अथवा पेबल। अघि डेप्टर्समा हामीले डेप्टर्स र रिसिभेबल भनेको थियो, अब क्रेडिटर्समा चाहिँ हामीले क्रेडिटर्स एन्ड पेबल हेर्नुपर्छ। अब फेरि तपाईँ क्वेसनमा जानु पर्यो होइन। ल क्वेसनमा गएर अब क्रेडिटर र पेबल भनेको त हाम्रो एडिसनलमा हुँदैन, कता हुन्छ, ब्यालेन्स सिटमा। कुन साइडमा हुँदो रहेछ, लाइबिलिटी साइडमा। ल अब लाइबिलिटी साइडमा गएर हेर्नुहोस् त, ल डु यु सी एनी क्रेडिटर्स अर नट, यहाँ दिएछ नि त हामीलाई। सो क्रेडिटर्समा टिक लगाएँ। ल कति रे पहिलो इयरमा भ्याल्यु हेर्नुहोस् त, 1,20,000 छ। त्यसपछि हाम्रो सेकेन्ड इयरको भ्याल्यु हेर्नुहोस् त, ल कति हजार छ, 1,60,000। सो बढेको रहेछ कि घटेको रहेछ भन्दा यो त इन्क्रिज भएछ। सो यो दुईटाको डिफ्रेन्स हेर्नु पर्यो, कति हजारले बढेको रहेछ भन्दा 40,000ले बढेको रहेछ नि त। सो बढ्नु भनेको पोजिटिभ,
हैन यो क्याससँग हाम्रो रिलेसन कस्तो हुँदो रहेछ पोजिटिभ हुँदो रहेछ लाइबिलिटीको सो लाइबिलिटी बढ्नु क्रेडिटर बढ्यो भने हाम्रो क्यास पनि के हुँदो रहेछ बढ्दो रहेछ कति हजारले बढ्यो दुईटाको डिफरेन्स भनेको 40,000ले बढ्ने भयो सो यहाँ मैले लेखेँ इन्क्रिज इन क्रेडिटर्स भनेर राख्छु इन्क्रिज इन क्रेडिटर तर एमाउन्ट लिने बेलामा तपाईँले कुन एमाउन्ट लिनु पर्यो डिफरेन्टलाई लिनु पर्यो सो यहाँ मैले लेखेँ 40,000 अब हेर्नुहोस् त पेबल रे अब अरू कुनै पनि किसिमको हाम्रो पेबल यहाँ दिएछ र बिल्स पेबल एकाउन्ट पेबल छैन सो त्यसो भए हाम्रो यो हेडिङमा पनि आउने आइटम्सहरू यति मात्र अब यसलाई तपाईँले प्लस माइनस गरेर आउटर कलममा लग्नु पर्यो ल हेर्नुहोस् त कति छ यो 5,28,000 र 48,000लाई तपाईँले प्लस गर्न मिल्यो हैन किनकि माइनस माइनस प्लस हुने भयो अनि माइनस 40,000 गर्नुभयो भने हाम्रो यहाँ ठ्याक्कै आउँदो रहेछ 5,36,000 आयो तर यो पोजिटिभ कि नेगेटिभ भन्दा नेगेटिभ साइन ठुलो छ नि त त्यही भएर यसलाई चाहिँ मैले केमा राख्छु यसरी ब्र्याकेटमा राखेर तपाईँले देखाउनुपर्छ ल अब यति भएपछि हाम्रो यो थर्ड नम्बरको सेकेन्ड नम्बरको हेडिङ पनि सब हेडिङ पनि गयो अब थर्डमा यसपछि हाम्रो थर्ड हेडिङमा आउँछ क्यास पेड टु अघि क्रेडिटर्सको कुरा गरेको थिएँ होइन सप्लायरको कुरा अब चाहिँ कसको कुरा आउँछ एम्प्लोइजको कुरा आउने भयो है सो यहाँ मैले लेखेँ क्यास पेड टु एम्प्लोइज भनेर टु मेक इट प्रेजेन्टेबल अन्डरलाइन पेन्सिलले अलिकति स्ट्रेट चाहिँ गर्नु होला क्यास पेड टु एम्प्लोइ अब यो क्यास पेड टु एम्प्लोइमा हाम्रो आउने आइटम्सहरू एउटा हाम्रो अफिसमा लाग्ने खर्चहरू अफिसमा लाग्ने खर्च भनेको हाम्रो जस्तै अपरेटिङ एक्सपेन्सेस होइन एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस सेलिङ एन्ड डिस्ट्रिब्युसन एक्सपेन्सेस यो सबै खर्चको कुरा तपाईँले यहाँ गर्नुपर्छ अब खर्चपछि हाम्रो यो जुन माथि हेर्नुहोस् त यहाँ करेन्ट एसेटको कुरा र करेन्ट लाइबिलिटीको कुरा मैले यहाँ रेकर्ड गरेछु नि त अब यो ब्यालेन्स सिटमा तपाईँले यो डेप्टर्स क्रेडिटर्स बाहेक अरू कुनै पनि करेन्ट एसेट र लाइबिलिटी देख्नुभयो भने तपाईँले कता लगेर राख्नुपर्छ यो हेडिङमा देखाउनुपर्छ क्यास पेड टु एम्प्लोइमा सो यहाँ मेजर आउने कुरा हाम्रो एउटा चाहिँ अफिसमा लाग्ने खर्च रहेछ भनेको अफिस एडमिनिस्ट्रेटिभ होइन अपरेटिङ सेलिङ जस्तो खालको खर्च पनि आउन सक्छ अब अर्को हाम्रो करेन्ट एसेटमा हेऱ्यो भने जुन हाम्रो प्रिपेड एक्सपेन्सेस हुन्छ नि त्यसको कुरा हामीले यहाँ गर्नुपर्छ अनि लाइबिलिटी साइडमा हेऱ्यो भने तपाईँले जुन हाम्रो आउटस्ट्यान्डिङ एक्सपेन्सेस आउँछ नि त्यसको कुरा यहाँ गर्नुपर्छ सो मेजर हेऱ्यो भने तीनटा कुरा आउँदो रहेछ एउटा अपरेटिङ एक्सपेन्स एउटा प्रिपेड एक्सपेन्सेस अनि अर्को चाहिँ हाम्रो आउटस्ट्यान्डिङ एक्सपेन्सेस र सबैभन्दा पहिला अपरेटिङ एक्सपेन्सेस खोज्नुहोस् त ल अपरेटिङ भनेको खर्च खर्च खोज्न म ब्यालेन्स सिटमा जान्छु कि एडिसनलमा जान्छु ल भन्नुहोस् त एडिसनलमा जानु पर्यो ल एडिसनलमा गएर तपाईँले हेर्नुभयो भने ल यहाँ हेर्नुहोस् त एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस भनेर हामीलाई कति दिएछ 1,20,000 यसको एन्ट्री तपाईँले यो हेडिङमा गर्नु पर्यो सो यहाँ गएर मैले एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस भनेर राखेँ एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस भनेर राखेँ ल कति नै हाम्रो भ्याल्यु दिएको चाहिँ 1,20,000 सो 1,20,000 ल मैले केलाई रेकर्ड गर्दैछु हेर्नुहोस् त ल खर्च भयो भने पैसा आउँछ कि जान्छ यसले त क्यास आउटफ्लो देखाउँछ नि त त्यही भएर यसलाई मैले ब्र्याकेटमा राखेँ अब एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस पछि मलाई दुईटा चाहिन्छ अरे एउटा एसेट साइडबाट प्रिपेड चाहिन्छ अनि लाइबिलिटी साइडबाट आउटस्ट्यान्डिङ चाहिँदो रहेछ ल हेर्नुहोस् त अब एसेट साइडमा हाम्रो प्रिपेड भनेर के दिएको छ र यहाँ दिएको छैन भने म कता जान्छु लाइबिलिटीमा र लाइबिलिटीमा हेर्नुहोस् त ल आउटस्ट्यान्डिङ भनेर दिएको छ कि छैन यहाँ दिएको छ नि त ल हेर्नुहोस् त पहिलो वर्षमा 60,000 रहेछ अनि सेकेन्ड इयरमा चाहिँ कति भयो 80,000 सो डिफरेन्स कति आयो 20,000 बढेको छ कि घटेको छ हेर्नुहोस् त ल 60बाट 80 हुनु भनेको त बढेको हो नि त सो अब के बढ्यो आउटस्ट्यान्डिङ एक्सपेन्सेस भनेको के रहेछ लाइबिलिटी बढ्यो अरे सो लाइबिलिटीसँग क्यासको कस्तो रिलेसन हुँदो रहेछ पोजिटिभ सो लाइबिलिटी बढ्नु भनेको हाम्रो क्यास पनि के हुनु बढ्नु सो यहाँ गएर मैले लेखेँ इन्क्रिज इन
इन्क्रिज इन मैले सर्टमा लेखिदिएँ है, तपाईँले चाहिँ एक्जाममा फुल नै लेख्नु होला। इन्क्रिज इन आउटस्ट्यान्डिङ एक्सपेन्सेस ल कति हजारले बढेको 20,000। सो बढ्नु भनेको क्यास पनि बढ्नु, जो बढ्नु भनेको पोजिटिभ होइन, पैसा आयो, त्यही भएर यसलाई मैले केमा राखेँ, पोजिटिभमै राखिदिएँ। अब क्यास पे टु एम्प्लोइमा आउने आइटम चाहिँ हाम्रो यति नै रहेछ। अब यसलाई प्लस माइनस गर्नुहोस् त ल, 1,20,000 र 20 माइनस गऱ्यो भने यहाँ ठ्याक्कै हाम्रो कति आयो, 1 लाख आयो। तर पोजिटिभ कि नेगेटिभ, यो चाहिँ हाम्रो नेगेटिभ भ्याल्यु हुने भयो। अब यसरी हाम्रो 3 नम्बर हेडिङ सकियो। अब 4 नम्बरमा हाम्रो के आउँछ, यहाँ इन्ट्रेस्ट पेड आउँछ, इन्ट्रेस्ट पेड आउँछ। अनि 5 नम्बरमा हाम्रो के आउँछ, ट्याक्स पेड आउँछ। सो यो दुईटा कुरा तपाईँले क्वेसनमा गएर हेर्नु पर्यो। ल अब हेर्नुहोस् त, यहाँ कतै पनि तपाईँले इन्ट्रेस्ट पेड भनेर देख्नु भएको छ र छैन। अब इन्ट्रेस्ट पेड पछि तपाईँले ट्याक्स पेडको कुरा देख्नु भएछ त यहाँ, त्यो पनि छैन। अब छैन भने यो इन्ट्रेस्ट पेडमा आई हेभ नो एन्ट्रिज, ट्याक्स पेडमा पनि आई हेभ नो एन्ट्रिज। अब यति गर्नु भएपछि तपाईँले यसलाई चाहिँ के गर्नु पर्यो, यहाँ यसरी धर्का तानेर क्लोज गरिदिनु पर्यो है। र यहाँ क्लोज गरेँ। एक्जाममा चाहिँ तपाईँले अलि मिलाएर गर्नु होला है। ल यहाँ यसरी क्लोज गरिदिएँ। अब क्लोज गरेपछि यहाँ मैले के लेख्छु ल हेर्नुहोस् त। सो अब यहाँ लेख्छु नेट क्यास फ्लो फ्रम, हाम्रो अपरेटिङमा आउने यही 5वटा हेडिङ हो। अघि भन्थेँ मैले अपरेटिङमा हाम्रो 5वटा हेडिङ मात्र आउँछ। सो अब टोटल गर्नु पर्यो, नेट क्यास फ्लो फ्रम, र कुन एक्टिभिटीको कुरा गर्दैछु रे अहिले मैले, अपरेटिङ। सो नेट क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटी आयो। यो चाहिँ मेरो कुन हेडिङ रहेछ भन्दा दिस इज माई ए आयो। अब ए कसरी आउँदो रहेछ हेर्नुहोस् त, यो 1 + 2 + 3 + 4 + 5 गरेर हाम्रो ए को टोटल आउँदो रहेछ। ल 1 मा हेर्नुहोस् त, ल कलेक्सन फ्रम डेप्टर्समा हाम्रो कति थियो भ्याल्यु, 8,88,000। त्यसपछि 2 मा हाम्रो हेर्नुहोस् त होइन, यो पेमेन्ट टु क्रेडिटरमा कति थियो, 5,36,000। तर यो त माइनस हो होइन, 5,36,000। त्यसपछि हाम्रो यहाँ हेर्नुहोस् त, ल इन्क्रिज, यो क्यास पे टु एम्प्लोइ 3 नम्बर हेडिङमा हाम्रो कति छ, 1 लाख। तर यो पनि के हो, माइनस हो। अब यो सबैलाई प्लस माइनस गर्दा हाम्रो ठ्याक्कै कति आउँदो रहेछ, 2,52,000 पोजिटिभमा आउँछ है। अब नेगेटिभ साइन ठुलो भयो भने तपाईँले यहाँ ब्राकेटमा राखेर देखाउनु पर्छ। तर यो क्वेसनमा चाहिँ पोजिटिभ साइन ठुलो छ, त्यही भएर यसलाई मैले 2,52,000। ल के आयो हेर्नुहोस् त, ल यो बल्ल मेरो पहिलो एक्टिभिटीको कुरा आयो कि, नेट क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटी। अब यसपछि म सेकेन्डमा जान्छु। अब बीमा मैले लेखेँ। अब सेकेन्ड एक्टिभिटी के रे मेरो आउने, ल भन्नुहोस् त, क्यास फ्लो फ्रम कुन एक्टिभिटी आउँदो रहेछ, अब इन्भेस्टिङ एक्टिभिटी आयो। सो यहाँ लेखेँ मैले क्यास फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटी। यसरी मैले यहाँ हाइलाइट पनि गरिदिन्छु। यो चाहिँ हाम्रो के आयो, फर्स्टको टोटल आयो, यो क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटी। अब सेकेन्ड मेरो के आयो, क्यास फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटी। अब यो इन्भेस्टिङ एक्टिभिटीमा चाहिँ हामीले दुईटा कुरा मात्र गर्छौँ कि, एउटा फिक्स्ड एसेटको कुरा अनि अर्को हामीले गर्ने भनेको इन्भेस्टमेन्टको कुरा। अब फिक्स्ड एसेट र इन्भेस्टमेन्ट खोज्न तपाईँ कता जानु पर्यो हेर्नुहोस् त, ल ब्यालेन्स सिटमा जानुहोस् त पहिला। अब यहाँ फिक्स एसेट भनेर तपाईँले देख्नु भएको छ र, पहिलो वर्षमा 6 लाख, सेकेन्ड इयरमा 8,40,000। तर अब यो एसेटको कुरामा चाहिँ अलिकति के याद गर्नु पर्यो, अब यदि हामीलाई यो एडिसनलमा होइन यो फिक्स एसेटको कुनै पनि डिटेल दिएछ नि, जस्तै पर्चेज अथवा सेल अफ फिक्स्ड एसेट भनेर दियो भने तपाईँले यो माथि ब्यालेन्स सिटमा भएको एन्ट्रीलाई इग्नोर गरेर तपाईँले केलाई मात्र कन्सिडर गर्नुपर्छ, एडिसनलमा भएको डाटालाई मात्र कन्सिडर गर्नुपर्छ। अब यहाँ चाहिँ हेर्नुहोस् त, ल फिक्स्ड एसेट छ। अब यहाँ पनि तल गएर हेर्नुहोस् त, ल तपाईँले, ल यहाँ कतै पनि ल यहाँ बने रहेछ पर्चेज अफ फिक्स्ड एसेट भनेर कति दिएछ हामीलाई, 3,84,000। सो यदि एडिसनलमा एसेटको कुनै पनि इन्फर्मेसन अभाइलेबल छ भने तपाईँले यो माथि ब्यालेन्स सिटमा भएको एसेटलाई के गर्नुपर्छ, इग्नोर गर्नुपर्छ। सो यसको एन्ट्री मैले गर्ने कि नगर्ने, यसलाई मैले क्रस गरिदिएँ। ल अब केलाई हेर्ने, यसलाई मात्र हेर्छु। अब मैले पर्चेज अफ फिक्स्ड एसेट 3,84,000 अनि यहाँ सेल पनि दिएछ मलाई, हेर्नुहोस् त, सेल अफ फिक्स्ड एसेट कति रहेछ, 84,000। यो दुवैको एन्ट्री तपाईँले यहाँ गएर गर्नु पर्यो। अब यहाँ लेख्नुहोस् त, ल
सो फर्स्टमा मैले लेखेँ पर्चेज राख्छु, पर्चेज अफ फिक्स्ड एसेट भनेर राखेँ, पर्चेज अफ फिक्स्ड एसेट्स। ल कतिमा किनेछु रे मैले फिक्स एसेट 3,84,000। सो एसेट किन्नु भनेको अब मैले त एसेटलाई फोकस गर्ने होइन नि त क्यास फ्लो स्टेटमेन्टमा, मैले फोकस गर्ने केलाई क्यासको मुभमेन्टलाई। ल भन्नुहोस् त अब हामीले फिक्स एसेट पर्चेज गर्यो भने पैसा आउँछ कि जान्छ? हाम्रो कम्पनीबाट त पैसा जाने भयो, एसेट आउने भयो, पैसा जाने भयो, त्यही भएर पैसा गएको, त्यही भएर यसलाई मैले केमा राख्छु? ब्र्याकेटमा राखेँ। अब अर्को चाहिँ मैले अझै एउटा एन्ट्री दिएको रहेछ सेल अफ फिक्स्ड एसेट भनेर, सो यहाँ लेखेँ। अब सेल अफ फिक्स्ड एसेटमा ल हेर्नुहोस् त कति दिएको थियो भ्याल्यु हाम्रो 84,000। अब भन्नुहोस् त सो हामीले फिक्स एसेट बेच्यो भने पैसा आउँदो रहेछ कि जाँदो रहेछ? पैसालाई फोकस गर्ने हो नि त, पैसा आयो, सो आयो भने इन्फ्लो, इट इज अ पोजिटिभ, सो यसलाई मैले यसरी पोजिटिभमा राखिदिएँ। अब यो बाहेक अब तपाईँले यहाँ क्वेसनमा हेर्नुभयो भने वी डु नट ह्याभ एनी मोर फिक्स्ड एसेट, वी डु नट ह्याभ एनी इन्भेस्टमेन्ट अल्सो। यसमा हेर्नुपर्ने दुइटै कुरा, अब एसेटको कुरा सकियो होइन, इन्भेस्टमेन्टको कुरा छैन, त्यसो भए मैले यसलाई के गर्नु पर्यो? प्लस माइनस गरेर राखिदिनु पर्यो। ल भन्नुहोस् त यो माइनस र प्लस भनेको माइनस, सो यो माइनस गर्दा ठ्याक्कै हाम्रो कति आउँछ? 3 लाख आउने भयो। तर यो पोजिटिभ भ्याल्यु कि नेगेटिभ? नेगेटिभ। ल यसलाई मैले के लेख्छु? दिस इज माई के आयो भन्नुहोस् त? ल यो मेरो नेट क्यास फ्लो फ्रम, ल कुन एक्टिभिटी आयो रे मेरो? अब इन्भेस्टिङ एक्टिभिटी आयो। सो यहाँ लेखेँ मैले नेट क्यास फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटी। यो चाहिँ के आएको मेरो? बीको टोटल आएको। सो यो बीलाई पनि मैले यसरी हाइलाइट गरिदिन्छु। ल सो अब तपाईँले याद गर्नुहोस् त। ल अब धेरै एन्ट्रिजहरू आउने भनेको चाहिँ हाम्रो यो अपरेटिङ एक्टिभिटीमा मात्र रहेछ कि, यसमा हाम्रो 5वटा हेडिङ आउँछ। यसपछि हाम्रो इन्भेस्टिङ पनि छोटो हुन्छ, अब फाइनेन्सिङमा पनि त्यति धेरै कुरा चाहिँ आउँदैन होइन। सो सबैभन्दा लामो अपरेटिङ हो, मार्क्स धेरै क्यारी गर्ने पनि अपरेटिङ एक्टिभिटी नै हो, अनि हजुरलाई अलिक केयरफुल पर्ने पनि अपरेटिङ एक्टिभिटीमै हुन्छ। सो यसरी तपाईँले इन्भेस्टिङ एक्टिभिटीको एन्ट्री गर्नुभयो। अब बी पछि म सीमा आउँछु, यहाँ चाहिँ अलिक स्पेस छैन मेरो, सो मैले अर्को पेजमा कन्टिन्यू गर्नेछु। सो यहाँ म सीमा गएँ है। अब सीमा मेरो के आयो रे? ल भन्नुहोस् त। अब थर्ड एक्टिभिटी आयो, सो थर्डमा मेरो के आउँदो रहेछ? क्यास फ्लो फ्रम कुन एक्टिभिटी आयो? अब फाइनेन्सिङ आयो, क्यास फ्लो फ्रम फाइनेन्सिङ एक्टिभिटी भनेर राखेँ। अब यसलाई फेरि प्रेजेन्टेबल बनाउन तपाईँले चाहिँ पेन्सिल र स्केल युज गर्नु होला इक्जाममा। फाइनेन्सिङ एक्टिभिटी, अब यो फाइनेन्सिङ एक्टिभिटीमा चाहिँ हाम्रो मेजर आउने 4वटा कुरा आउँछ है। अब 4वटा कुरा के हो भन्दा, एउटा आउने सेयर क्यापिटल हो होइन, यहाँ मैले लेखिदिएँ सेयर क्यापिटल। त्यसपछि हामीले अर्को के को कुरा गर्छौँ? यसमा प्रिमियमको कुरा गर्नुपर्छ, सेयर प्रिमियम आउला। अब सेयर प्रिमियम पछि हाम्रो लङ टर्म डेप्ट हुन्छ नि, सो यहाँ लेखेँ मैले लङ टर्म डेप्टको कुरा आउला। अब लङ टर्म डेप्ट भनेको चाहिँ हाम्रो जस्तै लोन, एउटा लोन हुने भयो, अनि अर्को के को कुरा आउला? डिबेन्चर, लोन र डिबेन्चर, यो चाहिँ हाम्रो लङ टर्म डेप्ट हुन्छ। अब यसमा अर्को 4th नम्बरमा आउने चाहिँ हाम्रो डिभिडेन्ड पेड हो के। यो 4वटा कुरा तपाईँले सम्झिनु पर्यो है। फाइनेन्सिङ एक्टिभिटीमा आउने 4वटा आइटम सेयर क्यापिटल, सेयर प्रिमियम, लङ टर्म डेप्ट, यसमा तपाईँलाई लोन र डिबेन्चरको कुरा दिन्छ, अनि अर्को तपाईँलाई आउने डिभिडेन्ड पेड। अब यो 4वटा कुरा तपाईँले क्वेसनमा गएर खोज्नु पर्यो। यो सेयर क्यापिटल र प्रिमियमहरू चाहिँ डिबेन्चर्सहरू कता हुन्छ? हाम्रो लाइबिलिटी साइडमा। कुन आइटम कुन ठाउँमा हुन्छ यो पनि तपाईँलाई थाहा भयो भने क्वेसनमा एक्जाममा क्वेसन सल्भ गर्न अलिक छिटो हुन्छ, टाइम कन्जम्सन विल बी लेस। ल हेर्नुहोस् त, अब यो फाइनेन्सिङ एक्टिभिटीको कुरा खोज्न म एसेट साइडमा जाँदिनँ कि, म कता जान्छु? लाइबिलिटी र एडिसनलमा। ल यहाँ हेर्नुहोस् त, पहिलो आइटम सेयर क्यापिटल भनेछ, फर्स्ट इयरमा कति छ भ्याल्यु? हेर्नुहोस् त, ल 6 लाख छ, अनि सेकेन्ड इयरमा हाम्रो कति भएछ? 7,20,000। सो कतिले बढेछ हेर्नुहोस् त, ल 1,20,000ले बढ्यो नि त होइन, दुईटाको डिफ्रेन्स लिनु पर्यो। क्यापिटल चाहिँ प्रायः हामीलाई बढेकै दिन्छ कि, सो क्यापिटल बढ्दा यो फाइनेन्सिङ एक्टिभिटीमा चाहिँ बढ्यो भने तपाईँले इन्क्रिज लेख्नुपर्छ, सरी इन्क्रिजको ठाउँमा इस्यु लेख्नुपर्छ।
अनि घट्यो भने तपाईले रिडेम्पसन लेख्नुपर्छ। सो यहाँ अहिले शेयर क्यापिटल के भएको छ, बढेको छ। सो यहाँ मैले इस्यु अफ शेयर क्यापिटल भनेर राखेँ। ल अब इस्यु अफ शेयर क्यापिटलमा भ्यालु चाहिँ कति राख्नु पर्यो, 1,20,000 बढेको हो नि त यो। सो बढ्यो हैन, लाइबिलिटीसँग त सुल्टो रिलेसन हुन्छ, बढ्यो भने क्यास पनि के भयो, बढ्यो। अब यसपछि शेयर प्रिमियम दिएछ र ल हेर्नुस् त, छैन। अब छैन भने मलाई लोनको कुरा चाहियो नि त, लङ टर्म डेट। लङ टर्म डेटमा एउटा लोन आउँदो रहेछ, एउटा डिबेन्चर। सो यहाँ डिबेन्चर लिएछ। सो यो जुन यहाँ झुकिनु भएन है, यो जुन हामीलाई 10% डिबेन्चर भनेर दिएछ नि, हामीले फाइनान्सियल स्टेटमेन्टतिर चाहिँ यसको हिडन एडजस्टमेन्ट बनाउँथ्यो, तर क्याश फ्लो स्टेटमेन्टमा तपाईँले यो पर्सेन्टेजलाई इग्नोर गर्नुपर्छ। यो चाहिँ डिबेन्चरको नाम मात्र हो कि 10% डिबेन्चर, 8% डिबेन्चर, 5% डिबेन्चर भनेर तपाईँलाई दिन्छ। सो क्याश फ्लो स्टेटमेन्ट बनाउँदा तपाईँले डिबेन्चरको अगाडि लागेको पर्सेन्टेजलाई के गर्नुपर्छ, इग्नोर गर्नुपर्छ। तपाईँले यसको एन्ट्री गर्नु हुँदैन फेरि। ल अब 10 यो नाम मात्र हो। सो आई होप इट इज क्लियर हैन। सो 10% डिबेन्चरको भ्यालु हेर्नुस् त, ल कति छ। फर्स्ट इयरमा 1,20,000 रहेछ, अनि सेकेन्ड इयरमा कति भएछ हेर्नुस् त, 60,000। ल भन्नुस् त बढ्यो कि घट्यो, घट्यो। सो घट्यो भने हामीले कुन वर्ड युज गर्नु पर्दो रहेछ, रिडेम्पसन युज गर्नुपर्छ। रिडेम्पसन भनेको फिर्ता गर्नु है, लोन फिर्ता गरिदियो कि हामीले। सो यहाँ लेखेँ मैले रिडेम्पसन अफ डिबेन्चर। सो यहाँ रिडेम्पसन अफ डिबेन्चर। ल पहिला 1,20,000 रहेछ, पछि कति भयो, 60। सो डिफरेन्स कति हुने भयो, 60। सो रिडेम्पसन अफ डिबेन्चर भनेको, डिबेन्चर त हाम्रो लोन हो, पब्लिकबाट लिएको लोन। सो पब्लिकबाट लिएको लोन मैले फिर्ता गरिदियो। सो लोन फिर्ता गर्दा पैसा आउँछ कि जान्छ भन्नुहोस् त, ल पैसा जाने भयो नि त, त्यही भएर यो चाहिँ हाम्रो नेगेटिभ भ्यालु हो, यसलाई मैले माइनसमा राखिदिनु पर्यो। ल अब लोनको कुरा पनि सकियो। अब लोन पछि हाम्रो अर्को आइटम के आउँछ भनेर लेखेको थिएँ मैले, हेर्नुहोस् त, ल यहाँ शेयर क्यापिटल भयो, प्रिमियम छैन, लङ टर्म डेट पनि भयो। अब अर्को के आउँदो रहेछ, डिभिडेन्डको कुरा आउँदो रहेछ नि त। ल अब डिभिडेन्ड पेड खोज्नुहोस् त, ल यो एडिसनलमा हुन्छ है। ल एडिसनलमा गएर हेर्नुभयो भने यहाँ डिभिडेन्ड पेड भनेर कति दिएछ हामीलाई, 72,000। सो यसको एन्ट्री तपाईँले यहाँ गर्नु पर्यो। सो यहाँ गएर मैले लेखेँ डिभिडेन्ड पेड भनेर। सो पेड भनेको भन्नुहोस् त पैसा आउनु कि जानु, जानु। सो गयो भने केमा राखिदिनुहोस्, माइनस। सो पैसा आयो भने इनफ्लो प्लस, पैसा गयो भने आउटफ्लो, इट इज अ माइनस। यु हेभ टु पुट इट अन्डर ब्राकेटमा तपाईँले देखाउनुपर्छ। ल अब यो बाहेक हाम्रो फाइनेन्सिङ एक्टिभिटीमा अरू कुनै पनि एक्टिभिटी, कुनै पनि आइटम्सहरू दिएको छैन। अब यसलाई तपाईँले प्लस माइनस गर्नुहोस् त, ल यो 60,000 र पहिला माइनस माइनस प्लस गरे पनि भयो। 72,000 गर्दा तपाईँको 1,32,000 आयो यो। अब 1,32,000 र माइनस 1,20,000 गर्नुभयो भने ठ्याक्कै कति आउँछ, 12,000। तर भन्नुहोस् त, ल र पोजिटिभ साइन ठुलो छ कि नेगेटिभ साइन ठुलो छ, नेगेटिभ। सो यसलाई मैले यसरी ब्राकेटमा राख्छु। अनि यहाँ के लेख्छु मैले भन्नुहोस् त, ल नेट क्यास फ्लो, नेट क्यास फ्लो फ्रम, ल कुन एक्टिभिटी आयो अरे मेरो, अब फाइनेन्सिङ आयो। नेट क्यास फ्लो फ्रम फाइनेन्सिङ एक्टिभिटी आयो। यो चाहिँ मेरो कति नम्बर रहेछ, सी को कुरा आयो। अब यसलाई पनि मैले यसरी हाइलाइट गरिदिन्छु। तपाईँले पनि एक्जाममा चाहिँ हाइलाइट चाहिँ नगर्नु होला हैन, तर तपाईँले पेन्सिल र स्केल युज गरेर यसरी धर्का तानेर यसलाई क्लोज गरेर देखाउन सक्नुहुनेछ। ल अब यति गर्नु भएपछि, जस्तै यहाँ यसरी धर्का तानिदिनुहोस् कि माथि यसरी एउटा धर्का भयो, अनि तल यसरी दुईटा धर्का भयो। अब यसपछि अब हाम्रो लास्टमा हामीले के गर्नुपर्छ, नेट चेन्ज इन क्यास और क्यास इक्विभ्यालेन्ट लेख्नुपर्छ। अब तपाईँलाई यो लेख्न साह्रै गाह्रो भयो अनि टाइम पुगेन भने तपाईँले टोटल क्यास फ्लो भनेर पनि लेख्न सक्नुहुनेछ है। नेट चेन्ज इन क्यास और क्यास इक्विभ्यालेन्ट और टोटल क्यास फ्लो। टोटल क्यास फ्लो भनेको ए प्लस बी प्लस सी गर्नुपर्छ। अब तपाईँले ल अब तपाईँलाई सबै यो जुन मैले हाइलाइट गरेछु नि, त्यही भएर मैले हाइलाइट गरिदिएको के। यो ए को टोटल कति रहेछ हेर्नुहोस् त, ल 2,52,000।
बी को टोटल हाम्रो कति आएको रहेछ ल हेर्नुस् त 3 लाख आछ तर यो प्लस हो कि माइनस हो भन्दा -3 लाख हो हैन अब यसपछि हाम्रो सी को टोटल कति आयो भन्नुस् त ल -12,000 रे सो यसलाई पनि तपाईले -12,000 गर्नुभयो भने हाम्रो ठ्याक्कै यहाँ कति आउँदो रहेछ 60,000 तर यो पोजिटिभ हैन फेरि यो नेगेटिभ हो त्यही भएर यसलाई ब्र्याकेटमा राख्छु अब यहाँ यसपछि तपाईले यसमा एड गर्नुपर्छ सो यहाँ एड गर्नुहोस् ओपनिङ ब्यालेन्स अफ क्याशलाई एड गर्नुपर्छ ओपनिङ ब्यालेन्स अफ क्याश अब यो कता हुन्छ भन्दा तपाईको क्वेशनमा हुने भयो ल क्वेशनमा गएर हेर्नुस् त ल ओपनिङ भनेको इयर 1 क्लोजिङ भनेको इयर 2 अनि यो इयर 2 को जुन क्लोजिङ छ नि यही हाम्रो आन्सर हो के हामीलाई आन्सर पहिल्यै थाहा हुन्छ कुनै कुनै क्वेशनमा चाहिँ हामीले क्लोजिङ ब्यालेन्स दिएको हुँदैन तर क्लोजिङ ब्यालेन्स दिएछ भने तपाईले प्लस माइनस गरेर यो 60,000 निकाल्नु पर्छ भन्न खोज्या हो ल हेर्नुस् त पहिलो वर्षमा कति रहेछ 1,20,000 सो भनेपछि यहाँ एड ओपनिङ ब्यालेन्स अफ क्याश गरेर तपाईले 1,20,000 एड गरिदिनुस् अनि यसरी दर्का तपाईले चाहिँ पेन्सिल युज गर्नु होला अनि यहाँ लास्टमा मैले के गर्छु क्लोजिङ अथवा एन्डिङ लेख्दा पनि हुन्छ सो यहाँ चाहिँ मैले लेखे क्लोजिङ अर एन्डिङ क्लोजिङ ब्यालेन्स अफ क्याश भन्नुस् ल हेर्नुस् त 1,20,000 माइनस र प्लस भनेको माइनस गर्नु पर्यो सो कति आउने भयो 60 तर साइन चाहिँ हैन पोजिटिभको ठुलो छ त्यही भएर यहाँ हाम्रो क्लोजिङ ब्यालेन्स अफ क्याश कति आयो 60,000 सो बुकमा हेर्नु भयो भने ल हेर्नुस् त क्याशको क्लोजिङ ब्यालेन्स कति छ 60 सो मलाई आन्सर पहिल्यै थाहा हुन्छ के क्याश फ्लो स्टेटमेन्टमा यदि मलाई क्लोजिङ ब्यालेन्स दिएको छ भने तपाईले यो 60,000 कसरी आयो त नि कता कता चेन्ज भएर आको भनेर तपाईले यो सबै कुरा फर्म्याटमा प्रेजेन्ट गर्ने मात्र हो त्यो यसरी हाम्रो यो 2076 मा सोधिएको क्वेशन चाहिँ हामीले सल्भ गरिसकेका छौं हैन सो तपाईलाई यो क्वेशनमा के डाउट छ भने कमेन्ट सेक्सनमा तपाईले आफ्नो क्वेशन ड्रप गर्न सक्नुहुनेछ अब जस्तै मैले दुईटा क्वेशन सल्भ गरेर देखाउने छु भन्थे नि त हैन सो अब आई विल गो टु द सेकेन्ड क्वेशन ल अब हेर्नुस् त सो यो सेकेन्ड क्वेशन चाहिँ हामीले मैले फेरि ओल्ड इज गोल्ड बुकबाटै लिएको छु पेज नम्बर 208 क्वेशन नम्बर 26 अनि यो चाहिँ हामीलाई 2079 मा सोधिएको क्वेशन हो सो फर्म्याट मैले यसरी रेडी पारे क्याश फ्लो स्टेटमेन्ट अन्डर डाइरेक्ट मेथड सो यदि हजुरहरुसँग हैन बुक छ भने ओल्ड इज गोल्ड अस्मिता पब्लिकेसनको बुक छ भने यु क्यान गो टु पेज नम्बर 208 क्वेशन नम्बर 26 रहेछ तर बुक छैन भने मैले स्क्रिनमा क्वेशन यसरी राख्ने छु अनि म सँगसँगै तपाईले क्वेशन सल्भ गर्न सक्नुहुनेछ सो हेर्नुस् त दिस इज हाउ द क्वेशन लुक्स लाइक अब यो क्वेशनमा हेर्नु भयो भने यसमा पनि हामीलाई एउटा ब्यालेन्स शीट दिएछ हैन यसमा ब्यालेन्स शीटमा यो चाहिँ हाम्रो लायबिलिटी साइड हुने भयो हैन यो के हुने भयो हाम्रो लायबिलिटी साइड हुने भयो अनि यहाँ हेर्नुस् त यो चाहिँ हाम्रो कुन साइड हो एसेट साइड हो नि त हैन अब क्याश सँग यो दुईटाको रिलेसन बुझ्नु पर्यो लायबिलिटी सँग क्याश को रिलेसन कस्तो हुँदो रहेछ सुल्टो पोजिटिभ हुँदो रहेछ भने एसेट सँग चाहिँ क्याश को रिलेसन कस्तो हुँदो रहेछ उल्टो नेगेटिभ हुँदो रहेछ अब यो चाहिँ हाम्रो एडिशनल दिएछ हैन ल अब तपाईले यहाँ गएर सुरु गर्नु पर्यो ल अब स्टार्ट गर्नुस् त अब फर्स्टमा फेरि हामीले के राख्नु पर्यो रे ए मा क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटी सो हाम्रो फर्स्टमा के आयो क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटी आयो सो यहाँ मैले क्याश फ्लो फ्रम अपरेटिङ एक्टिभिटी भनेर राखे ल अब यो अपरेटिङ एक्टिभिटीमा हाम्रो कतिवटा हेडिङ आउँदो रहेछ 5 वटा हेडिङ सो नम्बर 1 के आउँदो रहेछ हाम्रो क्याश सेल्स एन्ड कलेक्सन फ्रम डेप्टर्स भनेर राख्नुस् त ल म सँगसँगै क्वेशन सल्भ गर्नु होला है तपाईले पनि क्याश एक्जामको लागि प्रिपरेसन हुन्छ नि त तपाईको क्याश सेल्स एन्ड कलेक्सन फ्रम डेप्टर्स अब फेरि रिपिट गरे त यसमा मैले दुईटा कुरा गर्छु एउटा सेल्सको कुरा एउटा डेप्टर्स र रिसिभेबलको कुरा अब सेल्स भन्ने कता हुन्छ एडिशनलमा ल कति छ सेल्स हेर्नुस् त ल 6,50,000 सो यहाँ मैले सेल्स भनेर राखे सेल्सको एन्ट्री 6,50,000 यहाँ गर्दिन्छु
अब सेल्स पछि मलाई के चाहियो डेप्टर्स सो डेप्टर्स खोज्न म कता जान्छु ब्यालेन्स सिटमा कुन साइडमा जान्छु एसेट साइडमा ल हेर्नुस् त डेप्टर्स भनेर मलाई दिएछ सो डेप्टर्सको भ्यालु हेर्नुभयो भने 2,20,000 पहिलो वर्षमा रहेछ सेकेन्ड इयरमा चाहिँ कति भएछ हाम्रो 1,80,000 ल भन्नुस् त बढेको छ कि घटेको छ घटेको रहेछ सो घट्यो भने तपाईले यहाँ लेख्नु पर्यो डिक्रिज इन डेप्टर्स भनेर सो यहाँ लेखे डिक्रिज इन डेप्टर्स सो डेप्टर्स भनेको एसेटसँग क्याशको रिलेसन कस्तो हुँदो रहेछ उल्टो सो एसेट घट्नु भनेको क्याश के हुनु बढ्नु डिफरेन्सलाई लिएको मैले 2,20,000 माइनस 1,80,000 गर्दा हाम्रो ठ्याक्कै 40,000 आउँछ यो चाहिँ पोजिटिभ अब यसपछि हामीलाई के चाहियो अरे ल भन्नुस् त रिसिभेबल छ र यहाँ हाम्रो कुनै एकाउन्ट रिसिभेबल छैन सो रिसिभेबल छैन भने मेरो यो यसमा आउने यति नै हो अब दुईटालाई प्लस गरिदिनुस् त ल अब यो प्लस गर्दा हाम्रो ठ्याक्कै कति आयो 6,90,000 आउने भयो यसलाई मैले आउटर कलममा राखिदिएँ अब यसपछि 2 नम्बरमा हाम्रो के आउँदो रहेछ क्याश पर्चेज हैन क्याश पर्चेज एन्ड पेड टु क्रेडिटर्स भन्दो रहेछ हैन क्याश पर्चेज एन्ड पेड टु क्रेडिटर्स भन्दो रहेछ यसलाई पनि अन्डरलाइन गरे अब यहाँ चाहिँ हामीले तीनटा कुरा गर्छ भने हैन त पहिलो कुरा कस्ट अफ गुड सोल्ड सेकेन्डमा हामीलाई स्टक चाहिन्छ अथवा इन्भेन्ट्री अनि थर्डमा हामीलाई चाहिने के रहेछ क्रेडिटरको कुरा रहेछ नि त ल पहिला के चाहियो कस्ट अफ गुड सोल्ड खर्च हो कता हेर्नुपर्छ तपाईले एडिसनलमा ल हेर्नुस् त कति दिएछ हामीलाई कस्ट अफ गुड सोल्ड 4 लाख सो यसको एन्ट्री तपाईले यहाँ गर्नु पर्यो सो यहाँ गएर मैले कस्ट अफ गुड सोल्ड यसलाई COGS पनि भन्छौँ है कस्ट अफ गुड सोल्ड ल कति रे हाम्रो 4 लाख ल अब भन्नुस् त कस्ट भनेको खर्चले पैसा आयो भन्छ कि गयो भन्छ गयो सो यसलाई मैले माइनसमा राखिदिएँ कस्ट अफ गुड सोल्ड पछि हामीलाई के चाहियो स्टक खोज्न कता जानु पर्यो एसेटमा ब्यालेन्स सिटको एसेटमा ल हेर्नुस् त यहाँ स्टकको भ्यालु हाम्रो कति दिएको रहेछ 1 लाख पहिलो वर्ष 1 लाख सेकेन्ड इयरमा कति भयो 1,20,000 बढ्यो कि घट्यो ल भन्नुस् त बढेछ सो यहाँ मैले लेख्छु इन्क्रिज इन स्टक यहाँ लेखे इन्क्रिज इन स्टक इज अ एसेटसँग उल्टो रिलेसन कि सुल्टो उल्टो रिलेसन सो बढ्यो भने क्याश के हुनु हो घट्नु हो नि त हैन ल डिफरेन्स लिनुस् त 1 लाख र 1,20,000 भनेको कति आयो 20,000 डिफरेन्स हुने भयो सो यो बढ्यो भनेको क्याश चाहिँ के भयो हाम्रो घट्यो अब यसपछि हामीलाई क्रेडिटरको कुरा चाहिन्छ क्रेडिटर अथवा पेबल सो कुन साइडमा हेर्नु पर्यो तपाईले क्रेडिटर ब्यालेन्स सिटको लायबिलिटी साइडमा ल लायबिलिटी साइडमा गएर हेर्नुस् त ल कति दिएछ हैन फर्स्ट इयरमा 50,000 सेकेन्ड इयरमा 25,000 ल भन्नुस् त बढ्यो कि घट्यो घटेछ कति हजारले घट्यो हेर्नुस् त 25,000 ले सो घट्यो भने यहाँ लेख्नु पर्यो तपाईले डिक्रिज इन क्रेडिटर्स भनेर राख्नु पर्यो ल कतिले घट्यो रे 25,000 क्रेडिटर भनेको हाम्रो कुन साइडमा रहेछ लायबिलिटीसँग कस्तो रिलेसन रे पोजिटिभ सो क्रेडिटर घट्नु भनेको क्याश पनि के हुनु घट्नु सो यसलाई मैले यसरी ब्र्याकेटमा राखिदिएँ ल अब अरु कुनै पेबल छ र हाम्रो यहाँ छैन यहाँ त तीनटै कुरा आउँछ भने हैन त मैले कस्ट अफ गुड सोल्ड स्टक अनि क्रेडिटरको कुरा सो यो सबैलाई तपाईले माइनस माइनस प्लस नै हो हैन अब यो सबै प्लस गरेर तपाईले बाहिर कलममा राख्नुस् त ल कति आउँछ यो 4,25,000 र यो 45,000 भयो हैन सो हाम्रो कति आउने भयो ल 4,45,000 तपाईले आउटर कलममा लग्नु पर्यो 4,45,000 तर यो पोजिटिभ कि नेगेटिभ दिस इज अ नेगेटिभ भ्यालु अब यसपछि म 3 नम्बरमा गए सो 3 नम्बरमा लेख्नुस् त ल के लेख्नु पर्यो क्रेडिटर पछि के आयो हाम्रो क्याश पेड टु एम्प्लोइज आयो क्याश पेड टु एम्प्लोइज भनेर आयो सँगसँगै तपाईले पनि सल्भ गर्नु होला है अब क्याश पेड टु एम्प्लोइमा हाम्रो के कुरा आउँछ ल भन्नुस् त एउटा अपरेटिङ एक्सपेन्सेस आउँछ हैन अपरेटिङ भनेको अफिसमा लाग्ने खर्च अनि अर्को हाम्रो यदि कुनै प्रिपेड र आउटस्ट्यान्डिङ एक्सपेन्सेस छ भने त्यसको एन्ट्री पनि हामीले गर्नुपर्छ ल हेर्नुस् त यहाँ अपरेटिङ एक्सपेन्सेस भनेर हामीलाई डाइरेक्ट दिएछ कति 1,73,000 सो यसको एन्ट्री यहाँ गर्छु मैले यहाँ अपरेटिङ एक्सपेन्सेस भनेर राखे अपरेटिङ एक्सपेन्सेस
ल कति रे हाम्रो अपरेटिङ एक्सपेन्सेस 1,73,000 सो खर्चले क्यासलाई बढाउँछ कि घटाउँछ भन्नुहोस् त ल घटाउँछ सो यसलाई मैले केमा राखेँ माइनसमा राखिदिएँ अब यसपछि एसेटमा गएर हेर्नुहोस् त ल हाम्रो प्रिपेड भनेर के दिएको छ र यो स्टकको एन्ट्री भयो प्रिपेड छैन अब लाइबिलिटी साइडमा गएर हेर्नुहोस् त ल हामीलाई कुनै पनि आउटस्ट्यान्डिङ एक्सपेन्सेस भनेर दिएको छ त छैन अब यता छ र हाम्रो एडिसनलमा आउटस्ट्यान्डिङ छैन त्यसो भए हाम्रो क्यास पे टु एम्प्लोइजमा आउने आइटम यति नै रहेछ यसलाई मैले डाइरेक्ट बाहिर लग्दा पनि भयो 1,73,000 मैले आउटर कलममा लगेर राखिदिएँ अब यसपछि 4 नम्बरमा हाम्रो के आउँदो रहेछ ल भन्नुहोस् त तपाईँले फर्मेट हेरेर यसरी धेरै क्वेसन्सहरू फर्मेट वाइज सल्भ गर्दै जानुभयो भने यो फर्मेट चाहिँ आफै तपाईँको माइन्डमा बस्दै जान्छ कि त्यही भएर धेरैभन्दा धेरै क्वेसन चाहिँ तपाईँले सल्भ गर्नुपर्छ ल अब इन्ट्रेस्ट पेड रे ल छ र हामीलाई इन्ट्रेस्ट पेडको कुरा हेर्नुहोस् त ल होइन यहाँ हेर्नुभयो भने इन्ट्रेस्ट पेड छैन तर हामीलाई ट्याक्स पेड भनेर चाहिँ कति दिएछ 12,000 सो यो 12,000को एन्ट्री चाहिँ तपाईँले यहाँ गर्नु पर्यो सो 12,000 पेड भनेको पैसा आयो कि गयो ल भन्नुहोस् त गयो सो यो 12,000 माइनस अब यसलाई तपाईँले डाइरेक्ट यो मैले चाहिँ दुइटैमा राखेँ तपाईँले डाइरेक्ट बाहिरमा मात्र राख्दा पनि हुन्छ है ल अब यति गर्नु भएपछि हाम्रो अब यसमा आउने कुनै पनि आइटम छैन सो यसलाई मैले यसरी क्लोज गरिदिएँ अब क्लोज गरेपछि यहाँ चाहिँ मैले के लेख्छु भन्नुहोस् त ल अब सो आई विल राइट नेट क्यास फ्लो फ्रम ल नेट क्यास फ्लो फ्रम ल कुन एक्टिभिटी आयो रे मेरो अपरेटिङ आयो नेट क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटी आयो ल ए बी कि सी हो यो चाहिँ मेरो ए हो कसरी आउँदो रहेछ ए 1 + 2 + 3 + 4 + 5 गरेर ल अब सबै प्लस गर्नुहोस् त ल अब 1 मा हाम्रो कति रहेछ हेर्नुहोस् त 6,90,000 त्यसपछि हाम्रो 2 नम्बरमा कति छ हेर्नुहोस् त ल -4,45,000 त्यसपछि हाम्रो कति रहेछ -1,73,000 अनि कति रहेछ 12,000 यो सबै गर्दा हाम्रो ठ्याक्कै कति आउँदो रहेछ अपरेटिङ एक्टिभिटिज 60,000 पोजिटिभ आउँछ है यो नेगेटिभमा आएन केमा आयो पोजिटिभमा सो यसलाई पनि मैले यसरी हाइलाइट गरिदिएँ अहिले प्लस गर्ने बेलामा हामीलाई चाहिन्छ ल अब अपरेटिङ एक्टिभिटी पछि हामी सेकेन्ड केमा जानु पर्यो इन्भेस्टिङ एक्टिभिटीमा हैन सो मैले यहीँबाट स्टार्ट गरिदिएँ है ल अब यहाँ बीमा लेख्छु मैले हैन क्यास फ्लो फ्रम के होइन यहाँ धेरै स्पेस छैन सो मैले अर्को पेजमै कन्टिन्यू गरेँ सो तपाईँले चाहिँ ठाउँ छ भने यहीँ कन्टिन्यू गर्नु होला सो अब चाहिँ म अर्को फर्मेटमा कन्टिन्यू गर्छु सो बीमा मैले लेखेँ क्यास फ्लो फ्रम ल कुन एक्टिभिटी आयो रे मेरो अब इन्भेस्टिङ एक्टिभिटी आयो क्यास फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटी अनि यसलाई फेरि तपाईँले पेन्सिल र स्केलले यसरी अन्डरलाइन गर्नु होला अब इन्भेस्टिङ एक्टिभिटीमा चाहिँ हामीले दुईटा कुरा मात्र गर्छ भने थियो नि त मैले एउटा फिक्स्ड एसेट्सको कुरा गर्नुपर्छ अनि अर्को चाहिँ हामीले के को कुरा गर्छौँ भन्दा इन्भेस्टमेन्टको कुरा गर्छौँ सो एउटा फिक्स्ड एसेट अनि अर्को चाहिँ हाम्रो इन्भेस्टमेन्ट ल अब क्वेसनमा गएर हेर्नु पर्यो ल पहिला चाहिँ तपाईँले ब्यालेन्स सिटको एसेट साइडमै हेर्नु पर्यो एसेट खोज्दैछौँ नि त हामी एसेट साइडमा गएर हेर्नुहोस् त ल होइन पहिलो फिक्स्ड एसेट भनेको हाम्रो लामो समयसम्म चलाउने एसेट्सहरू के लङ टर्म एसेट ल प्लान्ट भनेर दिएछ प्लान्ट भनेको हाम्रो मेसिनरी के प्लान्टहरू इन्स्टल गर्छ नि त हामीले ल प्लान्टको भ्याल्यु हेर्नुहोस् त ल 4,00,000 र 5,30,000 होइन तर यो प्लान्टको रेकर्डिङ गर्नुभन्दा पहिला मैले एडिसनलमा गएर चेक गर्नुपर्छ कि प्लान्टको केही डाटा छ कि छैन भनेर ल हेर्नुहोस् त यहाँ मलाई प्लान्टको बारेमा कुरा दिएछ नि त यहाँ प्लान्ट वर्थ 60,000 वर सोल्ड भनेछ कति हजारको प्लान्ट बेच्यो हामीले 60,000 अनि एडिसनल प्लान्ट वर्थ 2 लाख वर पर्चेज भनेछ अनि कतिको किने रहेछौँ हामीले 2 लाखको चाहिँ किनेको रहेछ अब किनेको र बेचेको दुवै इन्फर्मेसन यहाँ दिएको छ भने हामीले यो माथिको प्लान्टलाई चाहिँ के गर्नु पर्यो इग्नोर गरिदिनु पर्यो कि सो आई विल नट पास एनी एन्ट्री of plant from the balance sheet. I will only record the data which is given in our additional information. ल हेर्नुहोस् त यहाँ एउटा पर्चेज र सोल्ड भनेछ सो दुवैको एन्ट्री तपाईँले गर्नु पर्यो होइन सो यहाँ पहिला मैले लेखेँ पर्चेज अफ प्लान्ट
सो यहाँ पर्चेज अफ प्लान्ट भनेर लेख्छु ल कतिमा किनेछु मैले 2 लाखमा ल भन्नुहोस् त अब सो हामीले प्लान्ट किन्यो भने पैसा आउने भयो कि इन्फ्लो हुने भयो कि जाने भयो सो पैसा गयो भने केमा राखिदिनुहोस् ब्र्याकेटमा अब अझै एउटा रहेछ सेल अफ प्लान्ट भनेर अब चाहिँ हामीले प्लान्ट बेच्यो सो बेच्यो भने पैसा आयो कि गयो आयो सो यही भएर पोजिटिभ 60,000 भनेर राख्दै ल हेर्नुहोस् त 2 लाखको किन्यो त्यही भएर 2 लाख पैसा गयो 60,000 को बेच्यो त्यही भएर हाम्रो 60,000 पैसा चाहिँ आयो सो यसको एन्ट्री भयो अब प्लान्टको सकियो अब यसपछि यो यहाँ मात्र हेरेर हुँदैन फेरि यहाँ चाहिँ चेक गर्नुपर्छ कि अब अरू कुनै छ र हाम्रो फिक्स्ड एसेट इन्भेस्टमेन्ट भनेर दिएछ ल इन्भेस्टमेन्टको कुरा यहाँ छ र तल्ल एडिसनलमा छैन अब तल्ल एडिसनलमा इन्भेस्टमेन्टको कुरा छैन भने तपाईँले फेरि यो माथिकोलाई कन्सिडर गर्नुपर्छ यसलाई छोड्ने चाहिँ होइन फेरि ल हेर्नुहोस् त इन्भेस्टमेन्ट फर्स्ट इयरमा कति रहेछ 40,000 अनि सेकेन्ड इयरमा कति भएछ 70,000 सो बढेको छ कि घटेको छ भन्नुहोस् त ल बढेको रहेछ नि त अब एसेटसँग त उल्टो रिलेसन हुन्छ बढ्नु भनेको के हो हाम्रो क्यास घट्नु हो ल दुईटाको डिफरेन्स हेर्नुहोस् त 40 र 70 भनेको 30,000 को डिफरेन्स आयो होइन त अब यहाँ लेख्ने बेलामा चाहिँ हाम्रो इन्भेस्टमेन्ट बढ्यो भने हामीले पर्चेज भन्नुपर्छ घट्यो भने हामीले सेल भन्नुपर्छ कि किनकि लगानी किनेर त बढ्छ नि त हैन किन्यो भने बढ्ने भयो अनि बेच्यो भने हामीसँग भएको लगानी के हुने भयो घट्ने भयो सो अहिले बढेको छ कि घटेको छ बढेको छ त्यही भएर मैले यहाँ पर्चेज अफ इन्भेस्टमेन्ट भनेर राखिदिएँ किन्यो भने बढ्छ घट्यो भने बेच्यो भने घट्छ हैन पर्चेज अफ इन्भेस्टमेन्ट ल अब इन्भेस्टमेन्ट किन्यो भने तर यसमा त हामीले केलाई रेकर्ड गर्ने क्याशको मुभमेन्टलाई सो इन्भेस्टमेन्ट किन्यो भने पैसा चाहिँ आउँछ कि जान्छ तपाईँले जस्तै एउटा जग्गामा लगानी गर्नुभयो हैन जग्गा किन्नु भयो भने हैन तपाईँको इन्भेस्टमेन्ट त बढ्यो तर तपाईँको खल्तीबाट पैसा के भयो पैसा आयो कि गयो पैसा त गयो नि त हैन त्यही भएर क्याशको मुभमेन्ट भनेको आउटफ्लो हुन्छ ल 40 र 70 भनेको डिफरेन्स कति रहेछ हाम्रो 30,000 सो 30,000 ले घट्यो क्याश के भयो घट्यो भनेर बुझ्नु पर्यो अब यो बाहेक हाम्रो कुनै पनि एसेटको कुरा छैन यो सबैलाई तपाईले प्लस गरेर बाहिर राखिदिनुस् त ल कति आउँछ हाम्रो यो 2 लाख र 30 भनेको माइनस माइनस प्लस हुने भयो 2 लाख 30 अनि माइनस र प्लस माइनस सो 2 लाख 30 मा 60 माइनस गर्नुभयो भने हाम्रो ठ्याक्कै कति आउँदो रहेछ 1,70,000 तर साइन चाहिँ फेरि नेगेटिभको ठुलो हुने भएर मैले माइनसमा राखिदिएँ अनि के भन्छु यसलाई भन्नुहोस् त ल आई कल इट एज नेट क्याश फ्लो फ्रम ल भन्नुहोस् त कुन एक्टिभिटी आयो अरे हाम्रो इन्भेस्टिङ एक्टिभिटी आयो है नेट क्याश फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटी भनेर आयो कुन नम्बर रहेछ यो मेरो बी को मेरो एन्सर आयो भनेर यसरी तपाईले बुझ्नु पर्यो फेरि यसलाई क्लोज गरेर आई गो टु द थर्ड एक्टिभिटी हैन सो यसलाई पनि मैले यसरी हाइलाइट गरिदिन्छु अहिले टोटल गर्ने बेलामा तपाईलाई बुझाउन सजिलो पर्छ अब यसपछि आई गो टु सी अब सी भनेको हाम्रो के रहेछ क्याश फ्लो फ्रम अब कुन एक्टिभिटीको कुरा आयो भन्नुहोस् त ल फाइनान्सिङको कुरा आयो नि त क्याश फ्लो फ्रम फाइनान्सिङ एक्टिभिटी भनेर यहाँ राख्छु हैन फाइनान्सिङ एक्टिभिटी अब क्याश फ्लो फ्रम फाइनान्सिङ एक्टिभिटीमा अघि हामीले कुरा गरेको थियौं नि मलाई त चारवटा कुरा मात्र चाहिँदो रहेछ हैन एउटा शेयर क्यापिटल एउटा शेयर प्रिमियम त्यसपछि हाम्रो लङ टर्म डेब्ट अनि हाम्रो डिभिडेन्ड पेड ल हेर्नुस् त अब सो क्यापिटल लोन सबै खोज्न तपाईं ब्यालेन्स शीटको लायबिलिटीमा जानु पर्यो ल हेर्नुस् त शेयर क्यापिटलको भ्यालु फर्स्ट इयरमा 6 लाख छ सेकेन्ड इयरमा 7 लाख छ सो बढेको छ प्राय क्यापिटल बढारै दिन्छ हैन सो यहाँ बढ्यो भने के लेख्नु पर्दो रहेछ हामीले इश्यू लेख्नु पर्छ है इश्यू अफ शेयर क्यापिटल भनेर लेख्छु ल कतिले बढेको रहेछ 1 लाख सो यहाँ 1 लाख बढ्नु भनेको क्याश पनि बढ्नु किनकि लायबिलिटीसँग कस्तो रिलेसन हुन्छ सुल्टो रिलेसन हुन्छ हैन ल अब हेर्नुस् त यहाँ अर्को छ डिबेन्चर भनेको हामीले पब्लिकबाट लिएको लोन र पहिलो वर्षमा 1,50,000 रहेछ अनि सेकेन्ड इयरमा कति भयो 1 लाख भयो बढ्यो कि घट्यो सो घट्यो भने इश्यू भन्ने कि रिडेम्पसन भन्ने अब यो लोन तिर्ने बेलामा रिडेम्पसन भनेको त फिर्ता गर्नु हो नि त हैन सो लोन फिर्ता गर्दा
कहिले कहिले चाहिँ हामीले प्रिमियम र डिस्काउन्टमा फिर्ता गरेको हुन्छ कि तपाईँले यहाँ हेर्नुहोस् त कतै प्रिमियम र डिस्काउन्ट छ भने त्यसलाई एडजस्ट गर्नुपर्छ नि फेरि तर यो क्वेसनमा त हामीलाई दिएको छैन म अर्को क्वेसनमा गरेर देखाउने छु सो यहाँ छैन भने मैले सिम्पली यहाँ राखिदिएँ रिडेम्सन अफ डिबेन्चर सो रिडेम्सन अफ डिबेन्चर भनेको डिबेन्चर के गरेँ मैले फिर्ता गरेँ रे ल कति रे डिफरेन्स 1,50,000 बाट 1,00,000 भयो भनेको 50,000 डिफरेन्स फिर्ता गर्नु भनेको पैसा आयो कि गयो गयो त्यही भएर तपाईँले माइनसमा राख्नु पर्यो अब यसपछि डिभिडेन्ड चाहियो यहाँ हेर्नुहोस् त ल डिभिडेन्ड पेड भनेर कति दिएछ 60,000 यसको एन्ट्री पनि तपाईँले यहाँ गर्नु पर्यो सो यहाँ गएर मैले डिभिडेन्ड पेड भनेर राखेँ ल तिर्यो भने पैसा आयो कि गयो गयो सो माइनस 60,000 अब यति गरेपछि हाम्रो सबै आइटम्सहरू के भयो कम्प्लिट भइसकेको छ अब यहाँ मैले के भन्न चाहे एउटा कुरा भन्दा यो जुन हाम्रो रिटेन अर्निङ भनेछ नि यो चाहिँ लास्ट इयरको प्रफिट यो रिटेन अर्निङको कुरा हामीले क्यास फ्लोमा गर्दैनौँ है डाइरेक्ट मेथडमा चाहिँ हामीले गर्दैन हैन यो बाहेक अघि जुन हामीले क्वेसन गरेको थियो नि एउटा 33 यसमा पनि हेर्नुहोस् त ल यो प्रफिट एन्ड लस एकाउन्ट भनेर दिएको थियो नि सो डाइरेक्ट मेथड बनाउँदा मैले यो प्रफिट एन्ड लस एकाउन्ट पिएल एप्रोप्रिएसन रिटेन अर्निङ भनेर जुन आइटम्सहरू दिन्छ यसलाई चाहिँ मैले इग्नोर गर्नुपर्छ यो चाहिँ प्रफिटको कुरालाई इग्नोर गरिदिने सो यसलाई मैले रिटेन अर्निङको एन्ट्री गर्नु परेन डाइरेक्ट मेथडमा है ल अब यति गर्नु भएपछि फाइनान्सिङको कुरा पनि सकियो हैन तपाईले फेरि यसलाई पनि पेन्सिलले यसरी लाइन तानेर यसलाई क्लोज गरेर अब चाहिँ यहाँ मैले के लेख्छु नेट क्याश फ्लो फ्रम ल भन्नुस् त कुन एक्टिभिटी आयो मेरो फ्लो फ्रम कुन एक्टिभिटी आयो भन्दा फाइनान्सिङ आयो हैन नेट क्याश फ्लो फ्रम फाइनान्सिङ एक्टिभिटी आयो सो यो के हो मेरो सी आयो नि त अब यसलाई पनि मैले हाइलाइट गरिदिन्छु ल अब प्लस माइनस चाहिँ तपाईले गर्नुस् त ल कति आउँदो रहेछ ल हेर्नुस् त यहाँ 1 लाख छ हैन यो 50 र 60 भनेको माइनस माइनस प्लस हुने भयो हाम्रो ल 1,10,000 अनि माइनस यहाँ गर्दा हाम्रो ठ्याक्कै कति आउँदो रहेछ 10,000 आयो तर यो पोजिटिभ हैन यो के आयो हाम्रो नेगेटिभ आउने भयो कि सो नेगेटिभ 10,000 अब यति गर्नु भएपछि अब टोटल क्याश फ्लो निकाल्नु पर्यो टोटल क्याश फ्लो अथवा तपाईले यसरी नेट चेन्ज इन क्याश लेख्नु पर्यो नेट चेन्ज इन क्याश लेखेर यसमा A प्लस B प्लस C गर्नु पर्यो अब यो हाइलाइटेडहरुलाई हेर्नुस् त ल A मा हेर्नुस् त ल हाम्रो कति आएको थियो 60,000 आएको थियो त्यसपछि हाम्रो B को टोटल कति आएको थियो हेर्नुस् त ल माइनस 1,70,000 आएको थियो हैन त्यसपछि हाम्रो फाइनान्सिङको कति आछ माइनस 10,000 आयो सो यहाँ कति आउँदो रहेछ हाम्रो 1,20,000 आयो ल यो चाहिँ पोजिटिभ कि नेगेटिभ भन्दा दिस इज आवर नेगेटिभ अब यसमा तपाईले के गर्नु पर्दो रहेछ भन्नुस् त ल एड ओपनिङ ब्यालेन्स अफ क्याश गर्नु पर्दो रहेछ सो यहाँ मैले एड गर्छु ओपनिङ ब्यालेन्स अफ क्याश ल क्वेसनमा हेर्नुस् त यो क्वेसनमा चाहिँ मलाई अघि चाहिँ हाम्रो क्लोजिङ ब्यालेन्स दिएको थियो त्यही भएर मलाई सजिलो भयो चेक गर्न तर यहाँ चाहिँ हाम्रो क्लोजिङ ब्यालेन्स दिएको छैन हामीले आफै फाइन्ड आउट गर्ने ल हेर्नुस् त कति रहेछ ओपनिङ ब्यालेन्स 90,000 सो 90,000 लाई यहाँ प्लस गर्नु पर्यो अब यति गर्नु भएपछि यो सबैलाई क्लोज गरेर अब व्हाट डु आई फाइन्ड आउट ल भन्नुस् त लास्टमा मैले लेख्नु पर्छ क्लोजिङ ब्यालेन्स अफ क्याश भनेर लेख्नु पर्यो क्लोजिङ ब्यालेन्स अफ क्याश ल अब माइनस 1,20,000 र यो 90,000 गर्दा हाम्रो ठ्याक्कै कति भयो डिफरेन्स 30,000 आउने भयो हैन सो यहाँ क्लोजिङ ब्यालेन्स अफ क्याश कति आउने भयो हाम्रो 30,000 चाहिँ हाम्रो क्लोजिङ ब्यालेन्स अफ क्याश आउने भयो तर पोजिटिभ हैन यो के आउने भयो फेरि नेगेटिभ अब हाम्रो प्राय चाहिँ क्याश फ्लो स्टेटमेन्टको एन्सर नेगेटिभमा आउँदैन तर नेगेटिभमा आए पनि फेरि तपाईले हैन यो रङ छ भनेर डराउनु पर्दैन यो नेगेटिभमा आउनु भनेको हाम्रो आउटफ्लो अफ क्याश इनफ्लो भन्दा बढी छ भन्न खोज्या हो कि सो 30,000 आउटफ्लो बढी भएको रहेछ यो चाहिँ हाम्रो नेगेटिभ ब्यालेन्स जस्तै ओभरड्राफ्ट जस्तै हुने भयो सो
यो हाम्रो क्लोजिङ ब्यालेन्स अफ क्यास भयो। यो चाहिँ इन्फ्लो भन्दाखेरि चाहिँ हाम्रो आउटफ्लो बढी छ भनेर तपाईँले बुझ्नु पर्यो। सो यसरी हामीले आजको भिडियोमा चाहिँ 2टा क्वेसन कम्प्लिट गरेछौँ। सो हजुरहरूले अब फर्मेटको भिडियो चाहिँ मैले लिङ्क डिस्क्रिप्सन बक्समा राखिदिनेछु, त्यो भिडियो गएर हेरेर मात्र यो भिडियोमा आउनुहोला। र हजुरलाई भिडियो कस्तो लाग्यो आजको कमेन्ट सेक्सनमा आफ्नो फिडब्याक राखिदिनु होला। र अब अर्को भिडियोमा म क्यास फ्लोको अझै क्वेसन्सहरू लिएर आउनेछु। र अझै पनि हाम्रो च्यानलमा जोडिनु भएको छैन भने च्यानललाई सब्सक्राइब गरेर भिडियोलाई सक्दो सेयर गर्नुहोला। So I will see you in the next video. Thank you everyone for watching.